हेलो हेलो गाइस, के छ हालखबर? ठिक छ होला नि सबै? आज म आलुको अचारको रेसिपी ल्याउँदैछु। यता सिस्टी लाएँ, यता प्याज पनि काटेँ। मलाई त्यति भ्लग गर्न त आउँदैन, तर यो सानो प्रयास मात्रै हो। सबैजना माया गरिदिनु होला। अनि यता धनिया पनि रेडी गर्दैछु। अनि यता भुटेको तिल, अलरेडी भुटेको तिल थियो, त्यही भएर मैले त्यसलाई पिसेँ। सिलौटा, हजुरहरूले मिक्सचरमा पनि पिस्न सक्नुहुन्छ। अनि यता सिलौटामा पिल्ने। अनि आलु धेरै पाकेछ अलि, त्यही भएर यस्तो भयो मेरो चाहिँ। आलु नि यता रेडी बनाएँ, अनि कागती। अनि त्यसपछि यता तेल तताउँदैछु। थोरै तेल हालेर आफूलाई कति चाहिन्छ त्यति तेल हाल्ने। अनि त्यसपछि मेथी फुराउने। अनि थोरै हल्का कालो भएपछि बेसार हाल्ने। यो चाहिँ मेरो स्टाइल हो, फेरि हजुरहरूले कस्तो बनाउनुहुन्छ। अनि त्यही माथि मैले आलु हालिदिएँ। खुर्सानी मैले धेरै खान्न, त्यही भएर मैले थोरै हालेँ। अनि प्याज आफूलाई कति चाहिन्छ त्यति हाल्ने। अघि पिनेको तिल हालेँ, त्यसपछि स्वादअनुसार नुन। अनि कागती निचारेँ। के हाल्न छुट्यो यहाँ, हजुरहरू आफै हाल्नुहोस्। यहाँ भिडियो बनाउँदा के भयो। अनि धनियाँ हालेँ। यो चाहिँ मेरो स्टाइल हो, फेरि हजुरहरूले कसरी बनाउनुहुन्छ त्यो त थाहा भएन। लास्टमा मैले चाहेँ, एकदम मिठो छ। सबैले जनाले माया गरेर साथ दिनु होला है। ओके, बाई बाई सबैजनालाई।